सन् 2022मा नेपालको राजनीतिमा एउटा यस्तो तरङ्ग आयो जसको सायदै कसैले कल्पना गरेको थियो। देशको राजधानी काठमाडौँ, जहाँ सधैँ ठूला राजनीतिक दलहरूको दबदबा हुन्थ्यो, त्यहाँको मेयरको कुर्सीमा एकजना बिल्कुलै बाहिरको मान्छे आइपुगे। यो कथा हो बालेन शाहको, जसले स्थापित शक्ति समीकरणलाई नै हल्लाएर राखिदिए। हो, यो प्रश्नले काठमाडौँका चोकदेखि देशभरिका चिया पसलसम्म सबैलाई सोच्न बाध्य बनायो। कसरी एक हिपहप कलाकार जो राजनीतिको मूलधारभन्दा कोसौं टाढा थिए, देशकै सबैभन्दा महत्त्वपूर्ण शहरको नेतृत्व गर्न सफल भए? आउनुहोस् यो गजबको यात्राको हरेक पाटोलाई केलाएर हेरौँ। उनको जित कत्रो थियो भनेर बुझ्नलाई सुरुमै यो नतिजा हेरौँ न। यो कुनै सामान्य जित थिएन, यो त एकतर्फी विजय थियो। बालेन शाहले 61,000 भन्दा बढी मत ल्याए, जुन उनका सबैभन्दा नजिकको प्रतिद्वन्द्वीभन्दा 23,000ले बढी हो। यी अङ्कहरूले जित मात्रै देखाउँदैनन्, बरु मतदाताको तर्फबाट आएको एउटा शक्तिशाली र एकदमै स्पष्ट सन्देशलाई देखाउँछन्। अब यो राजनीतिक भूकम्पलाई बुझ्न सबैभन्दा पहिले बालेन शाहलाई बुझ्न जरुरी छ। उनको सार्वजनिक छवि दुई फरक तर उत्तिकै शक्तिशाली पहिचानले बनेको छ, जसले मतदाताहरूलाई फरक फरक कारणले आफूतिर तान्न सफल भयो। बालेनको व्यक्तित्वमा दुईवटा बिल्कुलै फरक दुनियाँको सङ्गम थियो। एकातिर उनी र बार्ज जस्ता ऱ्याप ब्याटलका च्याम्पियन थिए, व्यवस्थाप्रति कडा प्रश्न उठाउने एक विद्रोही कलाकार जसले 9 कक्षामा पढ्दै सडक बालक जस्तो गीत लेखेका थिए। अनि ठ्याक्कै अर्कोतिर उनी एक उच्च दक्ष स्ट्रक्चरल इन्जिनियर थिए, जसले 2015को महाभूकम्पपछि पुनर्निर्माण र राहतमा सक्रिय भएर काम गरेका थिए। यो कला र प्राविधिक ज्ञानको एउटा दुर्लभ तर शक्तिशाली मिश्रण थियो भन्नुपर्छ। स्ट्रक्चरल इन्जिनियर हुनुको अर्थ के हो त? सोझो भाषामा भन्दा उनीसँग सहरको पूर्वाधार, भवन र संरचनाहरूको डिजाइन र सुरक्षा सुनिश्चित गर्ने प्राविधिक ज्ञान थियो। यही योग्यताले धेरै मतदाताहरूलाई विश्वास दिलायो कि उनीसँग नारा मात्र होइन, साँच्चीकै सहर बनाउने ठोस क्षमता पनि छ। प्रश्न उठ्छ, यति प्रतिभाशाली कलाकार र इन्जिनियर राजनीतिमा किन आए? उनको यो यात्रा भनौँ न यथास्थितिप्रतिको गहिरो असन्तुष्टिबाट सुरु भयो, जुन अन्ततः परिवर्तनको एक दृढ सङ्कल्पमा बदलियो। यो निर्णयसम्म पुग्ने बाटोमा केही महत्त्वपूर्ण मोडहरू थिए। 2015को भूकम्पपछिको अस्तव्यस्तता, 2017को स्थानीय चुनावमा देखिएको निराशा र त्यसपछि आयो त्यो निर्णायक क्षण, 2017 मे 14मा सामाजिक सञ्जालमा गरिएको एउटा सार्वजनिक वाचा। उनले लेखे, म अर्को पटक भोट गर्छु र आफैलाई भोट दिन्छु। म मेरो देशको विकास गर्छु। यो केवल एक फेसबुक पोस्ट थिएन, यो त एक सार्वजनिक घोषणा थियो। आफ्नो राजनीतिक यात्राको सुरुवातको शङ्खघोष थियो, जुन उनले जित हासिल गर्नुभन्दा ठिक 5 वर्ष अगाडि गरेका थिए। हो, त्यही वाचाले एउटा यस्तो अभियानलाई जन्म दियो जसले नेपालका शक्तिशाली र सङ्गठित राजनीतिक दलहरूलाई सिधै चुनौती दियो। यो एक स्वतन्त्र विद्रोहको कथा थियो। उनको अभियानको शैली नै फरक थियो। उनी कुनै दलको छायारीमा थिएनन्, उनी एक स्वतन्त्र उम्मेद्वार थिए। उनको चुनाव चिन्ह थियो लौरो, र उनले नेकपा एमालेका केशव स्थापित र नेपाली कङ्ग्रेसकी सृजना सिंह जस्ता प्रमुख दलका अनुभवी र शक्तिशाली उम्मेद्वारहरूको सामना गरे। लौरो केवल एउटा चुनाव चिन्ह मात्र रहेन, यो त पुरानो राजनीतिक व्यवस्थालाई चुनौती दिन र भ्रष्टलाई तह लगाउन तयार एक स्वतन्त्र उम्मेद्वारको प्रतीक नै बन्यो। परिवर्तन चाहने मतदाताहरूका लागि यो आशा र विद्रोहको आवाज बन्यो। र जब मतगणना सकियो, नतिजाले केवल एक व्यक्तिको जित मात्र होइन, एउटा नयाँ युगको सुरुवातको सङ्केत गर्यो। नतिजा आफैमा बोल्छ। बालेन शाहले कुल सदर मतको झण्डै 39% मत पाए। देशका दुई ठूला र स्थापित दलका उम्मेद्वारहरूले पाएको मत जोड्दा पनि उनको मत बराबर पुगेन। यो त एक स्पष्ट र शक्तिशाली जनमत थियो। उनको जित नेपालमा स्वतन्त्र राजनीतिको लागि एक ऐतिहासिक क्षण बन्यो। यसले के प्रमाणित गर्यो भने मतदाताहरू दलको विकल्प खोजिरहेका थिए र एक सही उम्मेद्वारले त्यो खाली ठाउँ भर्न सक्छ। त्यसो भए यो जितको अर्थ के हो त? पहिलो, यो परम्परागत दलीय राजनीतिको अस्वीकृति हो। दोस्रो, यसले युवा मतदाताको निर्णायक शक्तिलाई उजागर गर्यो। तेस्रो, यो परिवर्तन र नयाँ नेतृत्वको लागि एक शक्तिशाली जनादेश हो। र चौथो, यसले अनलाइन समर्थनलाई कसरी वास्तविक भोटमा परिणत गर्न सकिन्छ भन्ने कुरा पनि देखायो। र अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न सोच्नको लागि छोडेर जाउँ, के बालेन शाहको विजय
केवल एउटा पटकको राजनीतिक चमत्कार हो वा यो नेपालमा एक नयाँ राजनीतिक युगको सुरुवात हो जहाँ स्वतन्त्र र नयाँ अनुहारहरूले परम्परागत शक्तिलाई निरन्तर चुनौती दिइरहनेछन्? यसको जवाफ त अब भविष्यले नै दिनेछ।